हेलो नमस्ते आज न्यू इयर 2026 जनवरी 1 तारिक सबैभन्दा पहिले नयाँ वर्ष 2026 को तपाईँहरूलाई शुभकामना। यस सो तपाईँहरूले कतिको नोटिस गर्नुभएको छ अब आउने समयहरू धेरै नै चेन्ज भएको म महसुस गर्दैछु। आइम फिलिङ द्याट किनभने हाम्रो जेनेरेसन्स अब हामी 1980s जन्मेको किड्सहरू हो। सो मेरो डेट अफ बर्थको हिसाबले त्यतिखेरको हाम्रो जेनेरेसन्सले सबै कुरा हेर्न पायौँ। हामीले त ओल्ड जेनेरेसनका कुराहरू अलिअलि र नयाँ जेनेरेसन र अझ डिजिटलको स्टार्टिङको प्री एज सबै फिल गर्न पायौँ। त्यस्तै अबको एज चाहिँ यो बिकज अफ यो एआई र आर्टिफिसियल इन्टेलिजेन्स र तपाईँको यो टेक्नोलोजीको एडभान्सले गरेर तपाईँको एभ्रिथिङ गन बी चेन्जिङ। अबको समयमा तपाईँ झुटो बोल्न सक्नुहुन्न। पोइन्ट नम्बर 1, कुराहरू कुनै लुक्ने छिप्ने त्यस्तो हुँदैन। अरू कुरा भनेको एक्सेस, जे कुराको पनि इजी एक्सेस हुन्छ टेक्नोलोजीको कारणले गरेर तपाईँलाई कुनै पनि ब्यारियरले रोक्न सकिन्न। र ग्रो गर्ने मान्छेले, इनोभेटिभ मान्छेले, यङ भन्छ नि सार्प माइन्डहरूले तपाईँले वर्ल्ड जित्ने सम्भावना मैले देखेको छु। किनभने पहिलाको जस्तो त्यो वार हुने, जियो पोलिटिकल तनाव हुने अथवा तपाईँको यो कुराहरू हुने अहिले पनि जुन देखिएको छ यो क्षणिक कुराहरू मात्रै हुन् जस्तो मलाई चाहिँ एनालाइसिस लाग्छ है। किनभने अब आई डोन्ट थिङ्क देयर इज गोना बी एनीवन हु क्यान गो एन्ड ब्याटल फिल्डमा गएर लडाइँ गर्ने जस्तो पहिले समयमा हुन्थ्यो नि। फलानु देशले फलानु देशमा त्यसरी एट्याक भयो, यो भयो, वार भयो। अहिलेको वारहरू डिफ्रेन्ट हुन्छन् होइन, किन टेक्नोलोजीको कुराहरू आयो होइन। मैले यो त्यति सतही कुरा गरेको होइन। म अर्को भिडियोजहरूमा पनि यसको अलिकता विस्तृत रूपमा चाहिँ तपाईँहरूलाई जानकारी गराउँछु। सो आज न्यू इयर भएको कारणले द बेस्ट थिङ र यो म्यासेज चाहिँ के भने अबको नयाँ एजसँग हाम्रो जेनेरेसनले के एडप्ट हुनुपर्छ, के फेज आउट हुनुपर्छ। एउटा कुरा, नयाँ कुरा, अबका आउने समयहरू एकदम च्यालेन्जिङ छन्। त्यही भएर जो मान्छेले टेक्नोलोजीलाई अझ एआई र अरू कुराहरूलाई एड्याप्ट गर्न सक्यो भने त्यो अगाडि छ। र अब कुनै पनि ब्यारियर त्यस्तो हुँदैन तपाईँलाई यो गर्नलाई। मसँग यो भएन त्यही भएर मैले यो गरिन सकिनँ भन्ने चिज हुँदैन। सो म त धेरै पोजिटिभ चिजहरू चाहिँ हेर्दैछु वर्ल्डलाई। यद्यपि यसका अरू सेक्युरिटीका च्यालेन्जेसहरू धेरै नै छन्, टेक्नोलोजीले ल्याएका यो च्यालेन्जेसहरू। सो यी कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ। 2026 को फेरि शुभकामना। मेरो च्यानलहरू हेरिदिनु भएको छ, सुनिदिनु भएको छ, त्यसका लागि धेरै धेरै आभारी छु। किप इन टच। थ्याङ्क यू।